साथीहरू मेरो एउटा दिमागमा एउटा कुरा आयो कि म तपाईँहरूलाई सोध्दैछु। हेलो साथीहरू, गुड मर्निङ। आजको मौसम चाहिँ एकदम चिसो भइरहेको छ। म चाहिँ ड्युटी जाँदैछु। अनि हजुरहरू कस्तो हुनुहुन्छ? आज म धेरै दिनबाद भेटेर आएको छु। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा म चाहिँ ड्युटी जाँदैछु। म पनि एकदम ठिकै छु है त गाई। आज चाहिँ साथीहरू मन्डे हो, एकदमै ट्राफिक। यो मन्डेदेखि फ्राइडेसम्म चाहिँ यति धेरै ट्राफिक हुन्छ कि के भन्नु र। अहिले बस स्टपमा आइपुगेँ। सक्नुहुन्छ साथीहरू, तर मेरो चाहिँ बस आएको छैन। मेरो चाहिँ बस 9:46मा देखाइराखेको छ र कतिखेर आउँछ। आज ट्राफिकले गर्दाखेरि लेट पनि हुनसक्छ, छिट्टै आउनु पनि सक्छ। साथीहरू मेरो चाहिँ बस आयो। अब म चाहिँ गएको ड्युटी है त। साथीहरू म चाहिँ अहिले बसबाट झरेर पनि अब म ड्युटी पुग्न लागेँ। जाम चाहिँ कस्तो चाहिँ लाग्छ साथीहरू, हेर्नु कस्तो चाहिँ हो। मन्डे टु फ्राइडे। ओके साथीहरू, म ड्युटी पनि आइपुगेँ। अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ है त। आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई प्लिज कमेन्ट गर्न चाहिँ नभुल्नु होला। साथीहरू मेरो एउटा दिमागमा एउटा कुरा आयो कि म तपाईँहरूलाई सोध्दैछु। हिउँदोमा पनि काम लाग्ने, बर्खामा पनि काम लाग्ने के होला? प्लिज कमेन्ट गर्नुहोस् त।